हामीलाई यशपाललाई आएर सानोतिनो सेवा दिने प्रेमको चिन्ह बोकेर आएर त वर्ष मित्रता गाँस्ने जुन अवसर प्राप्त गर्नुभएको छ सबभन्दा पहिला त म शिक्षक मित्रहरू र सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक धन्यवाद टक्राउँछु। सँगसँगै म अस्ट्रेलिया गएको थिएँ। अस्ट्रेलिया जाँदा एकजना यहाँको मित्र वीरेन्द्र बम्मल भेट हुनुभयो। उहाँसँग कुरा गर्दै गर्दा मेरो गाउँ त धेरै टाढा छ सर, मेरो गाउँमा एउटा स्कुल छ शहीदको नाममा बनेको, जहाँ धनी मानीका छोराछोरी सबै सहर पढ्न गइसकेका छन्। अलि विपन्न विद्यार्थीहरू जुन बाबा आमा निमेक गरेर श्रम गरेर खानुहुन्छ तिनका बच्चाहरू मात्रै पढ्ने दुर्गम ठाउँमा स्कुल छ। त्यो विद्यालयमा पनि हाम्रो यशपाल पुगे हुन्थ्यो भनेपछि हामीलाई दिल छोयो। र यति टाढा म चाहिँ काठमाडौँ बस्छु। यो कार्यक्रम चाहिँ हेर्स गण्डकी प्रदेशले गरेको हो। हेर्स गण्डकी प्रदेशको अफिस चाहिँ पोखरामा छ। त्यसको अध्यक्षज्यू आउनु भएको छ र हाम्रो कार्य समिति सदस्य आउनु भएको छ र म चाहिँ काठमाडौँदेखि आएको छु। यो हेर्स गण्डकी प्रदेशको कार्यक्रममा सहभागी हुन, सहयोग गर्न र तपाईहरुसँग एकाकार हुन यो अवसर गण्डकी प्रदेशले मिलाइदिएको छ। म उहाँलाई धन्यवाद दिन्छु। हामीले आमा दिदी बहिनी हो, म तपाईहरुतिर हेर्छु। सबै आमा दिदी बहिनीहरूले मेरो माइकतिर हेर्नु होला, मेरो मुख हेर्नु पर्दैन। आजभन्दा 33 वर्ष केन्द्र बोल्नु होला। आजभन्दा 33 वर्ष अगाडि 2050 साल वैशाखको मसान्तको दिनमा तपाईहरु जस्तै एउटा आमा 5 जना बच्चाको आमा रक्तस्राव भएर अन्तिम बच्चा पाउँदा उहाँको बेहोस अवस्था भयो। 5 दिनसम्म रक्तस्राव भएपछि उहाँ बाँच्ने अवस्था सिर्जना भएन। जिल्ला अस्पतालमा उपचार गराउन लाँदा डाक्टर साहबले उहाँलाई बचाउन सकिन्न भनेपछि म र मेरा केही मित्रहरू जिल्ला अस्पतालबाट एम्बुलेन्समा हालेर 50 सालमा त्यो बिरामी काठमाडौँको प्रसिद्ध गृहमा लगेर उपचार गर्न थाल्यौं। उपचार गर्ने क्रममा ती आमालाई 5 पोइन्ट नेगेटिभ ए ब्लड र 6000 रुपैयाँ नगद पैसा चाहियो। 50 सालमा त्यो ठुलो रकम थियो, ठुलो चुनौती थियो, किन 5 पोइन्ट नेगेटिभ ए ब्लड पाउनु पनि बडो गाह्रो थियो। बैंकमा रगत पाइदैन थियो र हामीले काठमाडौँ पाटन भक्तपुरमा नेगेटिभ ए ब्लड भएको मानिसहरूलाई खोजेर गाडीमा हालेर ल्याएर रगत निकाल्यौं। मलाई रगत दियो, 1700 पनि इन्जेक्सन दियो र राति 11:15 बजे उहाँको होस खुल्यो। उहाँको नाम थियो दुर्गा पोखरेल। होस खुलेपछि हामी 5 जना थियौं र त्यही आयोनमा बसेर राति 1 बजे सल्लाह गर्यौं, आज एउटा आमालाई बचाउन त सकियो होला, तर हजारौं लाखौं आमा मेचीदेखि मागा छ यो अवस्थामा हुनुहुन्छ। र धेरै मान्छेहरू नेपाली जनसमुदाय अभावमा छ, आकस्मिकतामा छ, आवश्यकतामा छ र विपत्तिमा छ। ती व्यक्ति र समुदायको उद्धार, राहत, उपचार, उपकारमा हामी लाग्नुपर्छ। त्यसका निमित्त हामीले निरन्तर सेवा गर्नको निमित्त एउटा संस्था चाहिन्छ भनेर भिरकुटी मण्डपको आँगनमा हामी चर्को घाममा बस्यौं जेठको 1 गते र हामीले भन्यौं दिनमा 1 रुपैयाँ दाम सबैले सेक्रिफाइस गर्नुहोस्, त्याग गर्नुहोस्। हामी त्यहाँ जम्मा भएका सबैले 1 रुपैयाँ दाम दिन तयार भयौं। वर्षको 365। त्यसरी यो संस्था खुल्यो र त्यो दिनमा म अहिले सम्झिरहेको छु। त्यो चित्र मलाई चलचित्रको रिल ल्याएर घुमिरहेको छ। आज 33 वर्ष अगाडि तपाईँ जस्तै आमा एउटा बचाउन सक्यौं। उहाँ बाँच्नु भयो र उहाँका छोराछोरी आज MA BA पढ्ने भएका छन्, कोही टेलिभिजनको ओनर भएको छ। उहाँ गरिब हुनुहुन्थ्यो, अहिले धनी हुनुभएको छ। त्यसैले म यहाँहरूलाई के अनुरोध गर्छु भने हामी कोही पनि गरिब छैनौं। धनले गरिब हुन सक्छौं तर मनले गरिब हुन सक्दैन। यही ठाउँमा जन्मिएका थिरबम मल्ल शहीद भएर हैन नेपालको नाम चम्काएको छ। त्यसै उहाँकै नाममा त्यो विद्यालय स्थापना गर्नुभएको छ। त्यसै भएकाले मेरो आदरणीय अभिभावकज्यूहरू, सबैभन्दा मान्छेको दिमागमा 3टा कुरा बसे हुन्थ्यो, रह्यो। त्यो हो उदारता, परोपकार र तपाईको आत्मा सन्तुष्टि र शान्ति। यो 3टा चीज तपाईको मनमा छ भने तपाईले जहाँ बसेर जसलाई पनि प्रेम दिन सक्नुहुन्छ, सद्भाव दिन सक्नुहुन्छ, माया दिन सक्नुहुन्छ, उपकार गर्न सक्नुहुन्छ, उपचार गर्न सक्नुहुन्छ।
त्यही सिलसिलामा यो संस्था जन्मियो र आज मेचीदेखि महाकालीसम्म हजारौं हजार सदस्यहरू हुनुहुन्छ र आज पोखरामा पनि संस्था खुलेको छ र 11 जिल्लामा गण्डकी प्रदेशको 11 जिल्लामा जान हाम्रो गण्डकी प्रदेशका अध्यक्ष तयारी गर्दै हुनुहुन्छ। हामीले 5 जिल्ला सिद्धाइसक्यौँ, आजसम्म 5औं जिल्ला भयो। कास्की, लमजुङ, तनहुँ, म्याग्दी हिजो धेरै विकट ठाउँ पुग्यो यो राति। त्यसैले आदरणीय अभिभावकज्यूहरू, मैले यो हेरसपालको मर्मलाई बताएँ र हेरसपालको मर्म सँगसँगै तपाईहरू पनि यो संस्थामा जोडिन सक्नुहुन्छ। संस्थामा जोडिनु भनेको तपाईहरुले पैसा दिनु मात्र होइन, पैसा दिने भनेको होइन, मन दिने भनेको, मुटु दिने भनेको, मन र मुटुलाई भाग लाउने भनेको। तपाई मुटु दिनुहोस्, हामी मुटु दिन्छौँ।